यहाँबाट ट्रान्सफर्मर भयो दुईटा डायोड राखेर पनि यहाँ डिसी बन्छ हो हेर्नुहोस् है यता प्लस आए बेलामा यता माइनस हुन्छ यता चेन्ज हुँदाखेरि यहाँ डिसी बन्छ है त त्यो मैले पहिल्यै एक्सप्लेन गरिसकेको छु अहिले चाहिँ धेरै एक्सप्लेन गर्दिनँ होइन भने अब चाहिँ हामीले चाहिँ के गर्यौँ भने यसमा प्लस बी ल्याएर जोड्यौँ हामी अब चाहिँ हेर्नु त प्लस र माइनस यहाँ छ यो पालै पाला यसलाई पालै पाला स्विचिङ गऱ्यो भने यहाँ सिक्रेट हुन्छ है त यो कुराहरूको शङ्कै छैन अब हामी यो स्विचै दाबेर पक्रिँदैन क्या कहीँ पनि स्विच दाबेर स्विच त बुझ्नको लागि मात्रै हो अब हामीले फास्ट काम गर्नु छ भने चाहिँ यो हामीले यहाँ मोसफेट युज गर्न आउँदैन सक्छ यो दुईटा ट्रान्जिस्टर दुईटा ट्रान्जिस्टर छ है दुईटाको ग्राउन्ड के छ इमिटर ग्राउन्ड छ माथि इमिटर हामीले ग्राउन्ड हो जोडेको छौँ प्लस ल्याएर बेसमा दिइराखेका छौँ अब दुईटा ट्रान्जिस्टरलाई बारम्बार स्विचिङ गर्न सक्छौँ भने अब एसिक्रेट भन्छ है त अनि अझ भन्यो भने यसमा सेकेन्डरी कोइल छ दुईवटा कोइल छ दुईवटा कोइलमा एसी बजेर निस्किन्छ होइन त हो नि दुईटैमा आउटपुट 12 भोल्ट छ भने दुईटै 12 भोल्ट एकसाथ निस्किन्छ उस्तै तरिकाले अब यसलाई चाहिँ हामीले केले गर्छ भने पिडब्ल्युएम सेक्सन अब हेर्नुहोस् है दुईटैको इमिटर भनेको एकै ठाउँमा आयो नि यहाँ त आएको छैन दुईटैको इमिटर हेर्नु होइन यो यता छ यो यता छ दुईटैको इमिटर एउटै ठाउँमा आउनु पर्यो एउटै ठाउँमा भएपछि बल्ल लिएर पालै पालो स्विचिङ दुईटालाई पालो स्विचिङ गराउनु सम्भव हुन्छ अक्सलप गरी के भन्नुभयो सर यस्तालाई अक्सलप गरी के भन्नुभयो ड्राइभर सेक्सन यहाँ ट्रान्सफर दुईटा देखिन्छ हामी त्यो सानो ट्रान्सफरको नजिकै दुईटा ट्रान्सफर छ सानो ट्रान्सफर कुन यो त्यो काम हो है यो दुईटा ट्रान्सफर अब यसमा यो डायोडहरू यिनीहरूको काम हामीले खासै त्यति धेरै बुझ्दैनौँ है यिनीहरूको त्यति ठुलो रोल नभएको चिजहरू पनि हामी त्यो बुझ्दैनौँ र मेन रोल भएको चिजहरू हामी बुझ्छौँ क्या ताकि र चाहिँ फल्ट केबाट आउन सक्छ त्यो पनि हामी बुझ्छौँ के हो त्यो सर डाइभर्ट नम्बर ल यो चिज भयो यति भयो होइन यो तपाईँहरू बुझिराख्नु भएको छ यहाँसम्म पिडब्ल्युएमबाट डिसी आएर स्विचिङ भएर त्यो एसी भन्यो यहाँ एसी भयो एसी पनि यहाँ दुई ठाउँमा छुट्टै भयो अब हेर्नुहोस् है यहाँ प्लस भयो भने एसीमा पनि प्लस माइनस चेन्ज हुन्छ यहाँ प्लस भयो भने यहाँ पनि प्लस हुन्छ है त अनि यहाँ माइनस भयो भने यहाँ पनि माइनस हुन्छ हो कि न अब त्यस्तै गरेर यहाँ माइनस भयो भने यहाँ प्लस र यहाँ प्लस भयो भने यहाँ माइनस दुईटै एकैचोटि पल्टिन्छ दुईटै एकैचोटि सुल्टिन्छ अब हेर्नुहोस् है यो अहिलेसम्म मैले के भनिरहेको छु इमिटरको कम्पेरिजनमा बेसमा चाहिँ पोजिटिभ भोल्टेज जानुपर्ने हो त्यही नै भने होइन त एनपेन ट्रान्सफरको अब हेर्नुहोस् है यसले के खोज्छ प्लस खोज्छ के को कम्पेरिजनमा इमिटर भयो अब यो अन भयो अब हेर्नुहोस् है ट्रान्सफर्मर यो छुट्टै एउटा कोइल छ छुट्टै कोइल छ है
अब यो कोइल भएपछि यो अरू कुनै दुनियाँसँग जोडिएको छैन, खालि योसँग मात्रै जोडिएको छ। हेर्नुहोस् त, कोइल कुनै दुनियाँसँग जोडिएको छ है। यो ट्रान्सफर अब हामीले यसलाई यसरी जोड्नु र ठुलो यहाँ दुईटा ट्रान्सफर गर्नु, यसरी जोड्नु भनेको एउटै कुरा हो कि होइन? तर मैले किन यता जोडेर उता ला जोडेँ? यता तार काट्नु भएन। सर्किट चाउचाउ बनाउनु खोजेँ। अब हेर्नुहोस्, पिडब्लुएनको प्राइमरीबाट आउने वेभ फर्म कस्तो हुन्छ? यहाँबाट आउने पिडब्लुको प्राइमरीमा जाने वेभ फर्म यो यस्तो हुन्छ। ए र बी भयो नि, स्क्वायर वेभ नै हुन्छ। जहिले पनि जुनै पनि वेभ बन्दाखेरि वेभ फर्म छ नि, फङ्सन जेनेरेटरको कुनै आइसीले बाहेक होइन, अरू जेले बनाउँदा पनि अनि उसले बाहेक, क्रिस्टल ओसिलेटरले बाहेक, पहिला सुरुमा बन्ने भनेको स्क्वायर वेभ नै हो। जहिले पनि कुनै पनि इन्भर्टरमा होइन भोल्टेज घटाउन बढाउन पनि मिल्छ, बुस्ट बक कन्भर्टरमा होइन, तर के अन के अफ नै हुन्छ क्या, त्यो भनेको स्क्वायर वेभ हो है। एउटाले त्यो उत निकाल्यो, अर्कोले चाहिँ यताको राइटको निकाल्यो। पाले पालो यो चाहिँ ए भयो, यो बी भयो, पाले पालो हुन्छ क्या। तपाईँहरूलाई म यसको सबै देखाइदिन्छु भोलि होइन। हुन्छ त्यो पिडब्लु यो सम्झ है भाइ, मैले आज देखाउने बेला थिएँ कता टाइपको छ यहाँ ए सम्झ्यो है के सम्झ्यो भने यहाँ राखेको छैन। यो यो यसको डेमोन्स्ट्रेसन देखाउँछु तपाईँहरूलाई होइन। त्यो भएपछि तपाईँहरूलाई सायद स्क्वायर वेभ भनेर बुझ्न गर्न सबै, तर यो पनि उसमा त बुझिरहेछ, सैद्धान्तिक रूपमा त बुझिरहेछौँ हामीले होइन। अब हेर्नुहोस् है, यो प्लस भएको बेलामा यो पनि प्लस हुन्छ, तर यो अन भागलाई यो अफ हुनुपर्छ, हामीलाई थाहा छ है। भनेपछि हामीले चाहिँ यो जुन प्लस छ उल्टो पाल्टो भयो। ल हेर्नुहोस् त, अब यति भएपछि पाले पालो अनफ हुन्छ है हुँदैन? ल भन्नुहोस् त, आफै बुझेर भन्नुहोस्, आफै लगाउनुहोस्। यो प्लस भयो, यो दुईटा ट्रान्जिस्टरहरू अब पाले पालो अन हुन्छ हुँदैन? त्यो हुन्छ सर, सुरुको यो अन हुँदा यो अफ भयो, बेसमा नेगेटिभ भोल्टेज आयो के गर्दा नि यस्तो नेगेटिभ बेसमा आयो भने त्यो चल्दैन है, चल्दैन। कि हेर्नु न, अहिले यसको बेसमा नेगेटिभ आएको छ, नेगेटिभ आयो, यो चले होइन, तर यही टाइममा यसको बेसमा पोजिटिभ आएको छ नि, यो चलेको छ, त्यो चल्यो, त्यो अफ हो, त्यो अफ भयो फेरि त्यो चल्यो। अब त्यो स्विचिङ भएर माइनस प्लस भयो, यो त चेन्ज भएकै गर्छ नि। माइनस प्लस भएपछि माथिको बन्द हुने भयो। ल अब यहाँसम्म त्यो ट्रान्जिस्टर भनेको तलको एबी बुझ्नु पर्यो होइन। हामी यहाँसम्म कुरा बुझ्यो, कुरा बुझ्यो बुझ्यो कुरा बुझ्यो। अस्ति दुईवटा गेडा हरायो भने जस्तो कुरो भयो कि। ल अब यहाँ कसरी चाहिँ यहाँनिर आएर एसी बन्छ भन्ने कुराहरू हामी यहाँसम्म क्लियर भएको छौँ कि छैन? यो ड्राइभर ट्रान्सफर्मरले के गर्यो भने होइन, एउटा यो दुईवटा भागलाई चाहिँ दुईतिर बाँड्यो, अर्को के गर्यो हट एरिया र कोल्ड एरियालाई छुट्याइदियो। फोटो त भिडियोमा पछि स्क्रिनसट गरे भइहाल्यो। यसको चाहिँ पिडब्ल्यू कोल्डमा हुन्छ क्या, यही हो र त्यसको पिडब्ल्यू कोल्डमा हुँदो रहेछ। सेक्सन त यति भइहाल्यो, सेक्सन भयो कोल्डमा हाई हाफ सर्ट भयो भने हामीले हटमा हेर्ने, फुल सर्ट भयो कोल्डमा हेर्ने, कोल्डको लाइन चेक गर्ने। यो हामीसँग छ नि 24 भोल्ट 12 भोल्टको दुईटा ब्याट्री छ है। यो पिडब्ल्युएन कसरी काम गर्दो रहेछ? ए त्यो कसरी काम त्यो बुझ्दैन होला त हामी, बुझ्छौँ त नि, त्यो बुझिहाल्छ नि यार।
म्याक्सिमम यो पिडब्ल्युए नै युज हुन्छ यो एसएमपिएसहरुमा पिडब्ल्यु युज त हुन्छ आजकल हुन्छ पहिला हुँदै थियो ट्रान्जिस्टरबाट बनाउँछ सबै हैन अब माइक्रोफोन दुईटा ब्याट्री छ भने हेर्नुस् है यहाँ 12 भोल्टको दुईटा ब्याट्री छ भने यसलाई जोडेर 24 भोल्ट यसलाई हामी छोडिदिन्छौँ हामी यसबाट चार्ज गर्छौँ त्यसलाई 28 भोल्टले चार्ज गर्छौँ 14 नम्बर 28.2 ल 28 भोल्ट है यहाँ चार्ज गर्यो भने त 28 भोल्टले चार्ज गर्यो मतलब चाहिँ के गर्यो भने हामीले के गर्यो भने एउटा ट्रान्सफर्मर राख्यो रे ट्रान्सफर्मरबाट ब्रिज रेक्टिफायर राख्यो रे डीसी बनायो रे चार्ज गर्यो है त चार्ज गर्दा हामीले कुनमा यो दुईटामा चार्ज गर्छौँ अब यदि हामीले चार्ज गर्छौँ यो चार्ज हुन्छ ल मानौ यसरी 12 भोल्ट हैन यसरी 12 भोल्ट हुन्छ रे ल छ रे है हामीले चार्ज गर्दाखेरि यदि हामीले यो पोइन्टलाई चाहिँ 0 भोल्ट मान्यो भने यो पोइन्टलाई हामीले 0 भोल्ट मान्यो भने यता प्लस 12 भोल्ट र यतापट्टि माइनस 12 भोल्ट हुन्छ हैन ओ यो पनि दुईटा ब्याट्री हो यसलाई चाहिँ उता ब्रिज रेक्टिफायरले चार्ज गर्यो अनि यसलाई हामीले 0 भोल्ट मान्यौ अनि यता प्लस 150 माइनस 150 दुईटा गरेर 300 भोल्ट अब बुझ्नुभयो यो 110 दिदा हो यहाँ हैन 110 छोड्नु दिमागबाट हटाइनु 110 स्विचलाई डीसी दिउँ अब हामी 200 भोल्टबाट 220 भयो हामी नेपाल 220 भोल्ट कन्ट्री हो हैन अब तपाईहरु यति चाहिँ जान्नुस् कि हैन त्यो पनि जानिराख्नु राम्रो हुन्छ भोल्टेज डबलरहरु कहिलेकाहीँ बनाउनु पर्यो भने काम लाग्छ भनेर मैले अहिले फोकस गरेँ हो मगर हामीले के बुझ्नु पर्यो भने त्यो स्विच अन गर्यो भने 110 भोल्टमा जान्छ त्यो गरेर लाइन दिन हुँदैन पड्केर थापिसक्यो हामीले हैन अनुभव गरिसक्यो बत्तल झिकेर खाले नि हैन काम त तर पीडब्ल्युएम सुरुमै अपडेट हुनु लागि यसले सिग्नल त चाहियो यसलाई सप्लाई चाहियो सर हो अनि हाम्रो सप्लाई यताबाट गइरहेछ अनि पीडब्ल्युएम ले पहिला सप्लाई कहाँबाट पायो यस्तो क्वेशन हो त्यो नि हो पीडब्ल्युएम ले पहिला कहाँबाट पायो यस्तो क्वेशन गर्नु यो त म भन्नेवाला नि त्यो हैन मैले एकचोटी फुस्काइ पनि सकेको छु मैले के भनेर फुस्काइसकेको छु भने देखिन हैन ओ यहाँनिर चाहिँ यो दुईटा ट्रान्सफर छ नि सेल्फ प्रोसेसिङ हुन्छ पहिला सुरुमै है सेल्फ प्रोसेसिङ फेरि आफै ओसिलेसन हुन्छ भने पीडब्ल्युएम किन चाहियो त्यो पनि क्वेशन आउन सक्छ एकचोटी लागि मात्र होला हो अब यो भोल्टेज बनेर त मात्र भएन एउटा कन्स्ट्यान्ट भोल्टेज एउटा फिक्स भोल्टेज गर्नु पर्यो अब सुरुमा यसले सेल्फ ओसिलेसन गर्छ गरेपछि भोल्टेज आउटपुटमा भोल्टेज हुन्छ आउटपुटमा 12 भोल्टसम्म भोल्टेज बन्न थाल्छ यो आइसीले चाहिँ 8 भोल्टदेखि काम गर्छ जब 8 भोल्ट पुग्छ नि पुगेपछि यसले यो सिग्नल गर्न थाल्छ 8 भोल्ट पुगेपछि 12 भोल्ट एकैचोटि बन्ने हैन नि बढ्दै गएर बन्ने होला केही मिली सेकेन्डमा बनेर भ्याउला त्यो आफ्नो ठाउँमा छ तर बढ्दैन जब 8 भोल्ट भइसक्छ तब यसले स्टार्ट गर्न थालिसक्छ क्या दुईटा पल्स अनि त्यसपछि अनि यसले यसलाई ट्रान्जिस्टर दिन्छ ट्रान्जिस्टर यसलाई दिन्छ अनि यसले ल्याएर पल्ट गरेर भ्याउँछ कोल्ड रिजनमा भएको नि त्यसैले हो ओ कोल्ड रिजनमै छ यो कोल्डतिर छ सबै कोल्डतिर छ हैन हटतिर एकदम कम ब्रिज रेक्टिफायर यति मात्रै छ हेर्नु धेरै नै छैन भने यो सर्किटले चाहिँ इन्डिपेन्डेन्टली काम गर्छ नि त्यसो भए हो हजुर यति सर्किट चाहिँ इन्डिपेन्डेन्टली काम गरिरहन्छ हो यिनीहरुले चाहिँ यो इन्डिपेन्डेन्टली काम गर्यो अनि यहाँबाट आउटपुट चाहिँ यो सर्किट तब काम हुन्छ जब सबभन्दा पहिला सेल्फ स्टार्ट हुन्छ अनि अब बाइक कुद्न थाल्छ अब अनि त्यसपछि चाहिँ अनि यसले काम गर्न थाल्छ क्या यसले काम गर्न थाल्छ तर 8 भोल्ट हुँदैमा यसले काम गर्न थालिसक्छ अब यसमा पनि के छ भने अब यसमा यसरी हो सबभन्दा पहिला ल अब तपाईहरु एकछिन हेर्नु अब के गर्नु पर्यो भनेदेखि है यो तपाईले भन्नुलाई यो चाहिँ के बुझ्नु पर्यो भने यो 110 भोल्ट यता 220 भोल्ट के यता राख्नु पर्यो यता राखेर लाइन दिनु भएन पड्किँदो रहेछ होइन यसरी फरक गरेन यसरी कन्फ्युज गरेर यो यतिले सर्किट कम्प्लिट हुँदैन कि यो एउटा राख्नु पर्दै हो नि एउटा यतिले काम गर्दैन यसले यो फरक छ नि आको टेप टोप यो आको के लामन जान्छ यो पहिला खाली अन मात्र हुन्छ कि एउटा ट्रान्जिस्टर खाली अन
यसमा चाहिँ आउने जाने मात्र भयो यसमा चाहिँ कुलो सुलो नै आउने जाने भयो यो त आज पनि जानु म पहिले होइन म धेरै बेर पक्दैन मेरो आज यस्तो एउटा काम गरिदिनु पनि छ यसमा के भइरहेछ भिडियो त अफ त गर्नुपर्छ केटाहरू के केटाहरू के पारा